गुड मर्निङ सेवाहरू। म अब तल चर्चमा प्रोग्राम छ आज। प्रोग्राम छ हाम्रो के भन्छ वेलकम प्ले प्रोग्राम राखेको छ र हामीलाई निमन्त्रण गरेको छ र अब खाजाहरू खाएर जाने। हेर न मैले त रोटी पोलेको छु। एउटा मात्रै पोलौँ कि भनेको, तर एउटा मात्रै ठुलो पोल्नु पर्यो भनेको त मैले तिनटै पो पोली पठाएछु। हेर्न तिनटै पोली पठाएछु कि तिनटै पो पोली पठाएको छु। अन्त यहाँ सधैँ तपाईँले देख्नुहुन्छ मेरो चिया खाने मग आधी सेरै चिनीको चिया दुध टक्कै अब खाएर म चाहिँ झोला भिरेर अरालो लथ्रङ एक्लङ झर्छु। हिजो सन्डे, आज सोमबार, मन्डे होला। इङ्ग्लिसबाट मन्डे भन्छ अरे सोमबारले, म त सोमबार भन्छु। अन्त झर्दैछु। 10:30मा बोलाएको छ, तर अहिले त 10, 5, 10, 15, 20, 22, 16 मिनट गइसकेको छ। अब यो रोटीले बिस्तारी चबाङ्छु, सुरो अरालो लाग्छु। साथीहरू कहाँ हुनुहुन्छ? अब रोटी चियामा डुबा जेठा खा। दाँत नभन्दा त मुख पनि पो अप्ठ्यारो हुँदो रहेछ हौ साला। अब दाँत बनाउनु आज बनायो भोलि नै मऱ्यो भने के गर्नु? पैसा खुवाएर बनाउँदैन। मासु खाएँ भने अलिक उसिन्छु हो। मासु पनि 9:30 खाउँ होला हौ। अस्ति हाम्रो बुहारीले त गिद्दा बर्गाएको है बाबा त भनेको छ कि। अन्त लाज पो लाग्छ गिद्दा जस्तो मासु मात्रै खाइबस्ने त नभिन्ने हो। त साँच्ची नै म त भन्नु नहुने बुढो भइछु। गालाहरू चौरी परेर बिजोक छ नि हौ साथी त। यो अम्बाको जेठाको नाति जेठाको छोरा त बिजोक भयो साला। दाँत उक्लेर मात्रै हो, दाँतहरू भाँचेर मात्रै बिजोक्ने साला। बलमा त कसले सक्ने हो साला। मलाई कमिलाले पनि सक्दैन बलमा त। अब म त कमिला त कति पल्टिङ पछाडिदिन्छु। म त अब ताकत कस्तो छ नि। अस्ति माथिबाट ढुङ्गा लडी झरेको 4 किलोको थियो होला। समङ भनेको त त्यो बल ताकत हुँदा त्यस्तै हुन्छ त। ढुङ्गाइसँग पछि गयो नि तल खेतमा निस्किएर त एकछिन चित पल्टिरह्यो कि। माथि आकाश हेऱ्यो नि, झन्न माथि गइनँ। मजाले पो लडी गयो त। पुक्लुक ढुङ्गा अगाडि म पछाडि भरे त ढुङ्गाभन्दा अगाडि पुगेछु कि। अन्त त ढुङ्गा त बङ्गै मेरो छातीमा पऱ्यो कि। ढुङ्गा त मुसमुसु हाँस्यो हो। म त अबै कस्तो साह्रो पऱ्यो नि हो। त्यतिखेर बल ताको छ हौ अहिले। कमिला त कति त पछारेँ मैले। कमिला त कति पछार्छु नि। ठिकै छ। अब रोटी चबाउँदाखेरि 9:30, 10 भइहाल्छ होला। यता त 11 बजी मात्रै पुग्ने रहेछ। अब ठिकै छ। साथीभाइहरू आउँदै गर्छ है। डक्टर पास्टर आउँदै गर्छ। छ नि साथीहरू। वर्ल्ड कपको सेवा कति दामी पो हुन्छ है। प्रार्थना चाहिँ म त आराधनाको प्रार्थना नै म साह्रै मनपर्छ। त्यो प्रार्थनाहरू नै म त साह्रै जोस आउँछ। उनीहरूले प्रार्थना गर्दाखेरि आत्मा पवित्र आत्मा आफ्नो शरीरमा काम गर्छ। खुसी लाग्छ। म त के गर्नु। ठिकै छ। रोटी खाँदैछु होइन। मन नपरी 10:30 रोटी खान्छु कि। म त दसरा त यो त पिएलेको रोटी भन्छ। त्यो त अब कति 1 पा मात्रै होला। अस्ति मेरो बाइसमा त नि साथीहरू 1.5 किलो आँटा तौलेर 6 डल्ला बनाएर एक प्रकार डल्ला बनाएर 6टा मात्रै बनाएर खाएको। 1 बाल्टी मही पनि खाएको हो। अन्त मेरो बाजेकोमा मौली बाजेकोमा खेतला बोलाएको गएको। रोपानी 5 जना छ। आली पनि लगाएको छैन। फ्योरी लाउने को
हेर्नुहोस् है 3 फुट 4 फुटको टाङ फाडे हो भित्ताको डाँडा डाँडा माटो टिप्दै आली लगाएँ हो आली लगाएँ आली लाउँदै ल्याएर सट्याकेर घुमाउँदाखेरि चाहिँ बिचको माटो सब छरिहाल्थ्यो फ्योरी बङ्की बङफुर फुर फ्योरी लाउँथेँ होइन भने त्यहाँ गएर सोध्दा हुन्छ है त्यो खेत त्यसै आज त बारी बनाएको छ कि हौ यहाँबाट छोडा रोटी 1.5 किलो आँटा खाएर गएर पनि त्यो बाजेले ताप्के भन्थ्यो कि ताप्केमा त सिद्राको अचार लामडा पिसेको बजुले मौली बाउ मेरो मौली बाजु र बाजे कुरा गर्दैछु हौ धानको चामल पहिलाको मान्छेहरू धान त लुकाइराख्थ्यो उनीहरूले धानको चामल अक्खलमा कुटेर खले बनाइदिएछ त्यति बेला चाहिँ म 2 भारी इस्कुस चाहिँ खेप गरेको बिजन बारी 2 भारीको चाहिँ 80 किलो थियो एक भारीको एउटा 80 केजीको अर्को 80 केजीको अन्त 8 बजी बिजनमा पुट राखेर बेचेर त्यो बाजेकै इस्कुस बेचेर पैसा पनि दिएको त्यति बेला इस्कुसको भाउ कसरी थियो भन्दाखेरि 1 मनको 20 रुपियाँ थियो ठुलो भाउ पाए 20 रुपियाँ 10 रुपियाँ मन ठुलो भाउ त्यो 2 बजे लागेर यहाँ घरमा 10:30 मा आएर आँटा तौले नानीहरू बहिनीहरूले चाहिँ भाइहरू चाहिँ चामल निकालेर चामल भात पकाएर खायो म त रोटी खानु मन परेको त्यति बेलाको आँटा त मक मक बासन चल्ने पनि थियो त अन्त 1.5 किलो तौलेर नि चालिन पनि के चाल्छ र अन्त अनि के साह्रो भोक पनि लागेको थियो कुनि हो हाम्रो आमाहरू अरू चाहिँ अघि गएको थियो बिउ खाल्नु बाजेकोमा यहाँ चाहिँ सानो भाइ र 2 जना बहिनीहरू थियो अन्त खाना पकाउनुलाई उनीहरूले पकाइ खायो सब्जीसँग घन्टाको म त 1.5 किलो आँटा 6 डला बनाएर महीसँग नि हो मही कति कमसेकम 2 लिटर मही थियो होला हो आम्मै कप खाएर त गएँ फ्योरी बोकेर कुदालो र फ्योरी फ्योरी त बाजेकोमै थियो पुरानो मान्छे हो कि फ्योरी कुदालो त हरमेस राख्थ्यो अन्त कुदालो लग्यो ओइ फल्ना मलाई अब नाति मायाक लाएर बोलाउँथ्यो मेरो नामबाट मेरो जिस्काउने नाम छ तर भन्न नि तपाईँहरूले मैले हाँस्छु होला हौ हाँस्यो भने त फेरि हाँसेको खरा जस्तो मुख फाट्छन् फेरि लाई के गर्छस् अब तिम्रो आशा छ तिमी जवान मान्छे हो जा तल बजुले बोलाउँदैछ भने गएको त बजुले तप्केमा जाने त्यो 3 पारे कम्ती थिएन ल लु यो खा त ल सिल्भरको चमिच सिल्भरको तप्केको बटुको ठुलो अन्त चिया सार्थ्यो 1 मग रङ चिया मेरो पालो खाएर आएर भुनी त नाइटो त कहाँ भयो भने अन्त पेटी पनि फुकाल्यो हो अन्त मजाले फुकालेर चाहिँ एकछिन त साह्रो पर्यो गोरु जोती राखेको थियो त्यो गोरु जोत्ने पनि हाम्रै गाउँको मान्छे को भन्न न हाम्रो हसने दाजु एबीको बाबु हसने दाजु बलियो थियो आब्बा उसले जोती राखेर गएछ मेरो पालो त्यहाँदेखि त यसो हेरेँ पानी त मजाको थियो पानी बेसी भएको काटी पठाएँ नभएको लगाएँ त्यहाँदेखि 4 फुटको टाङ फाडेर भित्ताको माटो ताने आलीमा फङ फक 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 राखेँ सरर लिपेर ल्यायो हो मिस्त्रीले रन्डा लाउँछौँ नि हामी त्यसरी लिपेर ल्यायो कुदालो यत्रो ठुलो कुदालो थियो अन्त 3 खेप अर्डर गरेर लिपिसक्थेँ त्यहाँदेखि त्यहाँदेखि फ्योरी लाएर तल्लो दिनमा अन्त हौ बल पनि के साह्रो थियो त्यो बल चाहिँ कता गयो होला हौ साथीहरू तपाईँले लुकाएको छ भने पठाइदियो त्यो बल मेरो अन्त दाँत छैन कि रोटी चबाउनु पनि साह्रो यो अँठाइ भित्त पसी जान्छ कि मर्दाको यस्तो निस्किनु नि यसरी यस्तो मोटो हुनु नि हो गालाहरू कुम्बानी एक र भित्र पो पसी जान्छ गालाहरू के हो त्यहाँदेखि त 11 सकेपछि त बाजेले भने कि लु है रोपानी औ है नातिले त बनाइसक्यो भने त आहा रोपानी त आएर त 5 जना त हौ बिचमा 1 जनाले काट्यो 2 जना 4 जना पल्लोपट्टि वल्लोपट्टि आयो साल म त्यति त्यो सक्दैन रहेछ तल्लो दिल सक्यो मैले पर त्यहाँदेखि बाजे तल घर गएको थियो एकछिन अन्त बाजेले चाहिँ उसको हातको तालकीले नबोली यसरी बोलायो है
अन्त मैले पनि यसो भनेको आइज भने गएँ। मेरो मौली बाजे यति राम्रो थियो, भाइ कालो दौरे कालो लुगा लाउँथ्यो। अहिले बिचा गर्दा ऊ 6.5 फुट थियो कि 7 फुट थियो, कम्ती अग्लो थिएन। त्यसले गर्दा त म पनि त 5 फुट 4 इन्च छु है मौलीपट्टि गएर। यसरी बोलायो कि मेरो पल्लो खुट्टु गयो कि तल गएको त आम्मै त्यो अघिको दिउरेमा हौ, एक दिउरे नि हो, एक ताप्के नि हो भन्थ्यो नि, त्यसको नाम चाहिँ भन्दिनँ है। स्वाटै खाएर आएँ कि त्यति बेला 16 वर्षको उमेर थिएँ भाइहरू। 16 वर्षको उमेरमा अब डल्छिङ ढुङ्गा त निचोरेर पानी निकाल्ने हामीहरू। तल मेरो विपत्य दाजु रिचाक त्यति छ, अब ऊ रिचाक भएको छ किसन भएर, म कर्नेलस भएको छु। ऊ र म डल्छिङ ढुङ्गा निचोर्दा पानी निस्केको जस्तो मान्छेहरू थियौँ त हौ। क्या हो तिमीहरू अहिले त हावाले फुक्दा पनि लडिजान्छ, कम्बर सुकेको साला, टाउको मात्रै 32 इन्चको गलाइस साला, कम्बर त खत्तै सुकिसकेको छ त, पेटी छिडाउँदा भइसक्यो तिमीहरूको। क्या हो आएर त्यहाँदेखि त 3:30मा त आली पनि लगाइसकेँ, फ्योरी पनि लगाइसकेँ, रोपानी पनि सक्यो। त्यति बेला बाजेले बेसी मलाई रोज दिएको। पाँचसुका मात्रै थियो, पाँचसुका याद छ? 4 आना 4वटा हाले 1 रुपियाँ भन्थ्यो। त्यहाँदेखि 5 आना 5 5वटा पैसा दियो, रमाउँदै आयो। मै 10 रुपियाँ मनी इस्कुस बेचेको ठुलो भाउ कहाँ सक्छ र। अब 1.5 किलो आटा खाएको, अहिले त यो 3टा रोटी खानु त हत्तु हैरान पो भयो त। यो पनि तेलसँग छको थेत्तेरीको। अब उमेर गएपछि हुँदैन त साथीहरू। म त फेरि अहिले त अलिक तागत बढेको कारण किन भन्दाखेरि मलाई संसारको सबै देवी देउराले सबै छोडेर, घरको पितलाहरू छोडेर मैले अन्त उद्धार मुक्ति नदिने भयो। तिनीहरूले त पापमा मात्रै फसिने भयो। अन्त प्रभु यीशु ख्रीष्टले चाहिँ 86को सालमा विश्वास गरेर चाहिँ पानीको बेप्टिन लिएर चाहिँ उद्धार मुक्ति, स्वर्गीय र नरकको सबै कुरा बुझेँ। अन्त नयाँ जीवन, बाटो साथी र जीवनमै हो, जसले विश्वास गर्छ तिमीहरूलाई अनन्त जीवन भन्छ भनेर, अनन्त जीवन पाउँछ भनेर प्रभु यीशु ख्रीष्टको बाइबलमा लेखिएको छ। हामी अनन्त जीवन, म दुःखमा होस् है सुखमा होस्, तर प्रभुको नाममा म त नाच्छु, उफ्रिन्छु, गाउँछु। यस्तै एक्लै भए पनि कति रमाइलो छ। म त एक्लै छु, तर एक्लै तपाईँले देख्दा म एक्लै छु नि, हुनु म पनि एक्लै नै छु, तर मेरो साथमा स्वर्गीय दूतको पहरा र प्रभु यीशु ख्रीष्टको उपस्थिति र मेरो शिरमा उहाँले आशीष दिनुभएको छ। आमेन, हालेलुया। ल मेरो युट्युब च्यानल खड्काबहादुर लिम्बू, महादेव साम्बा, मेरो पार्टनर युट्युब पार्टनरहरूले कहाँबाट हेर्नुहुँदैछ, लाइभ सेयर र पनि गरिदिने ल भाइहरू। बाई, सी यू, भोलि भेटौँ ल।